हेलो एभ्रिवान सेवारो नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल मेरिन लिम्बू हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। मैले चाहिँ आज घरदेखि नै यसरी भिडियो सुरु गरिसकेँ साथीहरू। ठ्याक्कै आज मात्रै मङ्सिर, भोलिदेखि चाहिँ पुष्पन लाग्छ। अनि ठ्याक्कै अहिले हाम्रोतिरको मौसम चाहिँ कस्तो छ भनेर देखाइरहेको छु। बिहान र बेलुका यति धेरै चिसो छ कि साथीहरू भनेर भन्नै सकिँदैन। तर ठ्याक्कै अहिले चाहिँ दिउँसो चाहिँ यसरी घाम लागिरहेछ, त्यसमै सन्तुष्ट है। यतिको घाम लागे पनि आनन्द फिल भइरहेछ साथीहरू। जति चिसो नै भए पनि घामै लागे पनि तर आफ्नो ड्युटी चाहिँ पुरा गर्नु नै पर्ने हुन्छ। म चाहिँ आज दिनभर बारीमा गएर प्याज रोप्नुपर्ने छ है। आज चाहिँ चिसोमा कपाल बेरेर टोपी लगाएपछि कपालको हाल त बेहाल, झरेर सिद्धिने नै जस्तो छ मेरो कपाल त। घाम लाग्दै गरे पनि चिसो चाहिँ के खालको चिसो आउँछ यो हावा चले पछाडि चाहिँ। गयो क्या फुल त। सबभन्दा गाह्रो चाहिँ अब मङ्सिर पनि आजदेखि खत्तम भयो। पुस र माघमा गाह्रो हुन्छ है साथीहरू। हाम्रोतिर चाहिँ लेक भन्नु कि आउलभन्दा आउट पनि होइन, लेक भन्दा त्यस्तो लेक पनि होइन, बिचको एरिया पर्दैछ। त्यही भएर चिसो चाहिँ अत्याधिक चिसो हुन्छ है। त्यही माथि पानीको त झन् पानी त छुनै सकिँदैन। काम गर्दाखेरि त दुई तीन प्रकारको मजा लायो भने समस्या हुँदैन, किनभने खुट्टा मुनि छिर्ने हो नि त, गम्बुट मुनि। चप्पल त सुरक्षित राख्नुपर्ने हुन्छ नि त, भरे आएर फेरि मरिन्छ कि क्या हो। मेरो चप्पल राखिखानु पर्यो यहाँनिर, मरिन्छ कि क्या हो। अब बारीतिर लाग्यो साथीहरू। आज एक्लै प्याज रोप्नुपर्ने हुन्छ दिनभर। चल्ला चल्लियो 3टा मात्रै छन्, के साह्रो नछुटी हिँडेको यो चल्लाहरू। मैले लानुपर्ने हुन्छ कोदालो। कुन चाहिँ लगेर चलाउँ भन्दाखेरि हेर्नु इजी हुन्छ होला। क्या चाहिँ बिर्से कि क्या हो। अब अहिले चाहिँ घाम लागिरहेछ, एकछिनमा चिसो बढेपछि यस्तो गाह्रो हुन्छ कि साथीहरू। त्यही भएर म चाहिँ तयारी टोपी पनि लानुपर्ने हुन्छ। मैले के भयो भनेपछि मेरो लुगामा त साह्रै धुलो छैन यति धेरै।
अब ड्युटीतिर लाग्यो। यस्तै चलिरहेछ हौ साथीहरू मेरो चाहिँ ड्युटी। आज मैले दिनभर रोप्नुपर्ने प्याजको बिउको स्थिति यस्तो छ है साथीहरू। हाम्रोतिर चाहिँ प्याजको बिउ पाउँदैन नि त, त्यही भएर मैले चाहिँ यो झापाबाट चाहिँ पठाउन लागेको थिएँ बहिनीहरूलाई, अनि पठाइदिनु भएको छ। हिजै आएको बिउ चाहिँ, तर हिजो रोप्ने टाइम नभएर आज मात्रै रोप्दैछु। त्यही भएर कतिपय यो प्याजको पातहरू पनि पहेँली गएको छ है। आज दिनभर यति प्याज रोप्नुपर्ने। अब रोप्न त त्यस्तो टाइम लाग्दैन, तर माटो चाहिँ एकसार फेरि खानुपर्ने छ। त्यही भएर मलाई चाहिँ अलिक टाइम लाग्छ होला। दिन पनि कति उजाड उजाड देखिन्छ साथीहरू। त्यही माथि हल्का घाम लागिरहेछ। एकदम अल्छी लागिरहेछ मलाई चाहिँ। अझै यत्रो प्याज खनेर अब कसरी रोप्ने होला भनेर चाहिँ जाँदैछु बारीमा। तर मलाई चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ घरमा बस्यो भने चाहिँ अल्छी लागिरहेको हुन्छ। जङ्गलमा मेलोमा निस्केपछि चाहिँ आफसे आप जाँगर आउँछ है साथीहरू। जाँगर नआए पनि जाँगर चलाएर होइन काम गर्नुपर्ने हुन्छ। मैले बाख्राहरूलाई चाहिँ बिहानै बारीमा निकालिराखेको थिएँ। यिनीहरूलाई पनि सार्नुपर्ने छ। अब तिमीहरूलाई घाँस चाहिएकै हो त? पहिला पनि एकपल्ट चाहिँ खनिएको थियो, तर बाँझो भइरहेछ। अब फेरि यसलाई खने पछाडि मात्रै रोप्नुपर्ने हुन्छ। अब अल्छी लागे पनि खन्नै पर्ने हुन्छ साथीहरू। प्याज रोप्नुपर्ने ठाउँ चाहिँ पुरा अस्ति एकपल्ट मात्रै खनेपछि खनेकै थिएन। अनि मैले मल छराएर खने पनि सबै निकै धेरै खनुपर्ने थियो। हतार खने मैले चाहिँ। अनि खनिसके पछाडि चाहिँ रोप्न थालेँ प्याज। अब कति भ्याउने हो लास्टमा म तपाईँलाई देखाउने छु। पर छेउदेखि चाहिँ रोप्दै आउँदैछु म चाहिँ। एकदम चिसो पनि थियो, त्यही भएर म चाहिँ हतार रोप्दैछु। देख्न सक्नुहुन्छ पर चाहिँ कतिको हावा चलिरहेछ भनेर चाहिँ। हाम्रोमा चाहिँ प्रायः चिसै हुन्छ। यहाँनिर चाहिँ दिउँसै हो भने घाम लाग्दैन। यसरी नै कति धेरै चिसो भयो नि, म चाहिँ चिसै सुरी होइन रोप्दैछु साथीहरू। यहाँ त दिउँसो भयो भने घाम त्यति लाग्दैन। घाम लाग्यो भने सबै बास्दै छेल्छ नि त। फेरि अहिले माटो पनि खने, त्यही भएर त्यस्तो मसिनो पनि भएको थिएन। अनि हातैले आफै मलहरू पनि भर्खर मात्रै छराएको थिएँ नि त। मल र माटो चाहिँ हातैले मसिनो पार्दै डल्लाहरू मसिनो बनाउँदै माटो पनि हातैले मसिनो पार्दैछु। त्यसरी नै प्याज रोप्दैछु। फेरि यो सालको प्याजको बिउ चाहिँ निकै राम्रो पठाइदिनु भएछ बहिनीहरूले झापाबाट। किनभने प्याज चाहिँ रोपेपछि यसरी नै ठुलो बिरुवा रोप्दा नै राम्रो हुन्छ। मसिनो बिरुवा रोपियो भने चाहिँ सबै माटोमै टाँसिहाल्छ नि त। किनभने अब हामीले यो रोपिसके पछाडि एकछिन पानीले भिजाउनु पर्ने हुन्छ। अब नाला राखेर फेरिबाट भिजाउनु पर्ने हुन्छ। त्यसले गर्दा चाहिँ मलाई चाहिँ साँच्चीकै बिउ चाहिँ घरमा गयो। त्यही भएर म चाहिँ आनन्दले प्याजको बिउ रोप्दैछु। मलहरू पनि खासै ढुटो मसिनो थिएन। वर्ष खुदा चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ साथीहरू, यस्तोमा चाहिँ ढुटो मसिनो पिठो मल लाउँदा चाहिँ एकदम राम्रो हुन्थ्यो। तर हाम्रोमा चाहिँ त्यो भएन। फेरि अहिले रोप्नुपर्ने भयो नि त। त्यही कारणले मैले चाहिँ चिसो मल निकालेर छराएको थिएँ। अनि त्यही भएर मल पनि ढुटो बनाउँदै रोप्दैछु नि त। फेरि देख्न सक्नुहुन्छ यत्रो ठुलो गमबुट लगाएर म चाहिँ प्याज रोप्दैछु कि। अनि जति उता सरे, जति पर सरिन्छ उति त्यो टेकेको ठाउँमा त पुरा बाँझो भइहाल्छ। त्यही भएर मैले चाहिँ यत्रो ठुलो कोदालोले खन्दै रोप्दैछु। अब मेरो बिउले चाहिँ कति भ्याउने रहेछ भनेर म तपाईँहरूलाई लास्टमा देखाउने नै छु साथीहरू। तर मेरो भिडियो चाहिँ स्किप नगरी नै हेरिदिनु होला है अन्तिमसम्म। दिनभरि चिसोमा रोप्दा मैले चाहिँ प्याज पनि रोपिसित्याएर पानी राखिरहेको छु है। सक्नुहुन्छ आज दिनभरिको काम चाहिँ कति गरेँ भनेर। मैले अघि प्लास्टिकमा बोकिराखेको प्याजको बिउले चाहिँ यति मात्रै भ्याएको छ साथीहरू। यतै परसम्म चाहिँ रोप्नुपर्छ होला भनेर मैले चाहिँ अगाडि नै खनिराखेँ। तर कति पनि फारो भएन। त्यही भएर आधी मात्रै रोपे बिउले जति भ्यायो उति नै। हाम्रोतिर चाहिँ
प्याजको बिउ नै पाउँदैन। यसलाई चाहिँ झापादेखि पछि मात्रै आउँछ है साथीहरू। त्यही भएर यो सालभरिलाई चाहिँ इनफ यसलाई मात्रै मजाले गोडमेल गरियो भने चाहिँ खान इनफ पुग्छ। साथीहरू आजको मेरो दिन यसरी नै बित्यो। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नछुटाउनु होला भन्दै म चाहिँ तपाईँहरूमा चाहिँ छुटिन चाहन्छु। सेवारो।